प्रशान्त पिया नेपाल पेन केयर रिसर्च सेन्टरबाट। यो सेन्टरमा म एज अ पेन फिजिसियन कार्यरत छु र आज 60 इयर्सको दिदी कहाँबाट आउनुभएको रे हजुर? भक्तपुरबाट आउनुभयो। दुवै घुँडा दुखाएर र हामीले सबै जाँच गरेर हेर्दाखेरि अलमोस्ट ग्रेड 3 ग्रेड 4 ओस्टियोआर्थराइटिस नि र 3 हप्ता अगाडि पनि हामीले उहाँको आफ्नै रगत तानेर प्लाज्मा थेरापीबाट उपचार गरेको थियौँ। त्यो गरेपछि थोरै हो कि होइन जस्तो उहाँले दुखाइ कम महसुस भएको चाहिँ छ। त्यही भएर आज चाहिँ हामी चाहिँ सेकेन्ड डोज गर्न गइरहेको छौँ। यो सेकेन्ड डोज लगाएपछि फेरि हामी 3 हप्तामा एसेस गर्छौँ र त्यसपछि फेरि कतिको सजिलो भयो अथवा भएन त्यसको आधारमा अर्को डोजहरू लगाउँछौँ। अब दुख्दैन तपाईँलाई नहातिनु ल। स्याला अहिले दुखेछ? अहिले जस्तो छैन नि? यो लगाउनु भन्दा अगाडि हामी पहिला नदुख्ने औषध दिन्छु, त्यसपछि बिरामीलाई चाहिँ दुख्दैन लगाउँदाखेरि। अनि यो लगाइसकेपछि त्यो नदुख्ने औषध दिएको हुनाले चाहिँ बिरामीलाई 3 हप्ता सजिलो हुन्छ। त्यसपछि चाहिँ 3 हप्तामा हामी चाहिँ अर्को डोजको प्लानहरू बनाउँछु। तर उहाँलाई चाहिँ मैले अर्को डोज चाहिँ अब फर्स्ट डोज चाहिँ 6 महिनापछि मात्र लगाउँछु भन्ने छु होइन? ठिक छ? उहाँको चाहिँ वेट पनि बढी छ। वेट घटाउनलाई चाहिँ एडभाइस पनि गरेको छु। अनि वेट घटेपछि हामी लगाउने भनेर। अरू के गर्नु भन्ने छु मैले? एक्सर्साइजहरू गरिराख्नुपर्छ? थेरापी गर्दैछु। घरमा गर्नुपर्छ नि? यो चाहिँ प्लाज्मा थेरापी चाहिँ बिरामीको आफ्नै शरीरको नगद भएकोले चाहिँ यसको बेफाइदाहरू छैन। यसले काम गर्यो भने चाहिँ दुखाइ पनि कम गर्ने र अब आउने खिनलाई पनि यसले चाहिँ स्लो डाउन गर्छ भन्छ।